बुढी गण्डकीमा त्यत्रो ठुलो भ्रष्टाचारको तपाईँले आरोप लाउनुभयो एन्ड वी वर सो एक्साइटेड डाक्टर साहब जस्तो मान्छेले चाहिँ नि आफ्नै कलिगहरूका बारेमा अरबौंको कुरा त्यस्तरी क्याटेगोरिकली भनिदिनु भयो तर केही महिना नबित्दै चाहिँ नि डाक्टर साहबले आफ्नै कन्स्टिट्युएन्सी फेरि आफ्नै कलिगलाई छोडिदिनु भयो अनि त्यो ट्रान्सप्यारेन्सी त्यो इट वाज नट अ करप्ट डिसिजन भनेर चाहिँ नि हाम्रै जेनेरेसनले पत्याएन भने अहिलेको यङ्गर जेनेरेसनले कसरी पत्याउँछन् र त्यसैले गर्दाखेरि आफू कहाँ डाडु पनि हुँदाखेरि खाना पकाउन नसक्ने अब अहिले खाना पकाउँछु भनेर एउटा जेनेरेसन आइसकेपछि त उनीहरूलाई इन्डिपेन्डेन्टली पकाउन दिनुपर्छ जस्तो मलाई लाग्छ किनभने दिस इज अ रेभोल्युसन हामीले माने पनि नमाने पनि हामीले नै बनाइदियौँ एक दिन अगाडिको आन्दोलन थियो त्यो चाहिँ नि माइती घरबाट एभरेस्ट होटलसम्मको वक थियो होला सायद तर जुन बेला चाहिँ नि त्यहाँ म्यासकर भयो त्यो म्यासकर पछि त्यो रेभोल्युसन भयो अब त्यो रेभोल्युसनलाई हामी रिडिम गर्न खोजिरहेछौँ के किनभने भ्याक्युम नहुन्जेलसम्मलाई संविधानलाई जीवित राखौँ न सबै धारालाई डिसमेन्टल गरेर केही फन्डामेन्टल धाराहरूलाई मात्रै राखेर पनि गर्न सकिन्छ तर यो निर्वाचनपछि 2/3 ल्याएर चाहिँ यो संविधान परिवर्तन हुन्छ भन्ने कुरामा म चाहिँ एटलिस्ट व्यक्तिगत रूपमा विश्वासै गर्दिनँ